जाउँ न त यहाँ माथिबाट एकचोटि भ्यू देखाम भएको कस्तो लाग्छ तपाईँलाई बराक्षेत्र शान्ति छ एकदम भिड हेर न पहिला भिड एकदम काइन्ड दाइ है यहीँ बस भन्नु हुँदैछ क्या अब तर अब कहाँ बस्ने होइन हेलो नमस्ते गाइज है यहाँहरू सबैजनालाई आज हामी बराक्षेत्र मन्दिरको दर्शन गराउनेछौँ अनि हामी यहाँबाट रोड अलिकति डेन्जर छ बट विल बी गना बी म्यानेज है अनि अब त्यहाँनिरको एकदम रफ छ क्या रोडहरू साथी र म जाँदैछु साथी चाहिँ खोइ अनुहारै नदेखाउने भन्दैछ तर अनुहार त देखाउनु पर्यो नि आज एकछिन होइन लास्टमा एन्ट्री दिनु आएको अरे उता फर्केर गिद्दी क्या अब ल गाइस अब बाटोमा है यसो यात्रा हुँदै मन्दिरसँग पुग्छौँ है त हामी भिरपाखा अनि त्यसपछि एकदम हिल साइड भनौँ न है हिल साइड छ र यहाँबाट चाहिँ अब हामी टक्कसँगले यो यस्तै हो बाटो बाटोसम्म चाहिँ यो त अझ अलिकति ठिकै छ यो लाइनमा अब यहाँदेखि एउटा पुल आउँछ है त्यो पुलदेखि चाहिँ उता चाहिँ पश्चिम ढाँटेको यस्तो डेन्जर छ त्यहाँनिर चाहिँ हामी योभन्दा 1 वर्ष अगाडि हल्का त्यहाँ एउटा इन्सिडेन्ट भएको थियो हाम्रो लाइक इन्सिडेन्ट भन्दा नि एक्सिडेन्टै भएको भनौँ होइन हो कि होइन भनिदेऊ न बोल्दै नि त भाइ त्यो के हो कुरा नगर न हो भाइ मौन व्रत राखेको के हो मौन व्रत राखेको यो चाहिँ हाम्रो के भन्छ यस्तोलाई है बाख्राहरू ल्याएकोलाई भन न के भन्छ गइसकिसक्यो त्यहाँबाट त्यो बाइकमा जानेहरू धरी त खरिदे भन्छ क्या त्यही भन्नु खोजेको तिमी बुझ्दैन यार अनि यो भन्छौ तिमी अनि खोला आएर चाहिँ खोलालाई देखाएको भनेको खोला त होइन नि हन्टिङ खोला यो होइन अर्को यो पनि हो यसले पनि खतरा यो पनि डेन्जरै हो सुकेको त्यो जुन एउटा खोला छ सेम यस्तो अहिले पछाडि जस्तै खोला है त्यो खोला चाहिँ कस्तो छ भनेदेखिलाई नै त्यहाँनिर चाहिँ कपल्स भनौँ न मतलब एकचोटि बाउ छोरी अनि एकचोटि चाहिँ बुढाबुढी आउँदाखेरि एकजना चाहिँ त्यहाँबाट खाइदिइसकेको छ क्या मतलब उनीहरू चाहिँ रेस्टुरेन्ट पिस भइसकेको छ त्यस्तो डेन्जर छ क्या त्यो हेर्दाखेरि अब कुन तरिकाले मान्छेले पनि त्यो उयो गर्यो क्या के अरे के भन्छ त्यसलाई त्यस्तो हो क्या मेन भनेको त्यो चाहिँ कस्तो भन्दाखेरि अब नयाँ ठाउँको खोला हो उनीहरूले कुदाउनेहरूले पनि अब हेरेर विचारेर मात्र पानीमा त्यो खोलामा हाल्नुपर्ने हो अब हेभी बाइक गाडी भन्दैमा वात्ता हालिदिन्छ तर यस्तो वात्ता हालेर हुँदैन नि त यस्तो अब त्यहाँनिर अब प्रेसले फरेको होला हो प्रेसले आइरहेको हुन्छ अब आफूले यसो हेरेर अगाडि अब 1-2 जना गाडीहरूलाई बाइकहरूलाई जानु दिएर अनि मात्र आफूले विचारेर हाल्ने हो खासमा भन्नुपर्दा त्यही त एउटा उखानै छ नि नपत्याउँदो खोलाले बगाउँछ भनेर त्यही भएर गाइस त्यस्तो चाहिँ नसोच्नु होला यदि तपाईँहरू पनि होइन अब जस्तै त्यसरी नै कुनै सिचुएसनमा त्यस्तोहरू भयो भने अलिकति बरु वेट गरेर अलिक पेसेन्ट लेभल चाहिँ तपाईँहरूको एकदम मजाले बनाएर टक्कसँगले उयो गर्नु होला हेबिटहरू बनाउनु होला है ल यहाँ हेर्नु पुरै यहाँनिर चाहिँ के भन्छ यसलाई वार्निङ पनि गरिसकेको छ है यो चाहिँ एकदम भनौँ न हन्टिङ खोला छ यो चाहिँ यस्तो टाइपको छ यहाँबाट पानी आएको बेला चाहिँ यहाँ बगाउँदो रहेछ क्या सिधै त्यस्तो खालको रहेछ यो खोला चाहिँ पहिला त यस्तो थिएन नि माथि कस्तो दामी दामी थियो नुहाउने ठाउँ त्यो पनि बगाइदियो यार साँच्ची नुहाउने ठाउँ भन्दा याद आयो यार नुहाउने ठाउँ छैन नुहाइदिउँ न हौ अहिले त छैन होइन अर्को नेक्स्ट टाइम अब अलिक दिनपछि छ नि नुहाउने ठाउँहरू त ला हो ब्याग त यहीँ पो रहेछ के गरेको मलाई हालिदिउँ त एउटा गर्दै म त थाहै पाइरहेको थिइनँ क्या अहिले पो थाहा भएको चेन लगाएको छ मलाई दिन्छु चेन लगाइदिउँ त अनि मलाई ट्याक दिउँ गाइज है यस्तै हुन्छ दिमाग कहिले काहीँ होइन फेरि यहाँ जाप्ने चिज पिज रहेछ तपाईँहरू चाहिँ है यो भिडियोलाई चाहिँ कसरी हेर्नु हुँदैछ थाहा भएन तर हेर्दै हुनुहुन्छ भने चाहिँ प्लिज एकदम मजाले हेर्नु होला यहाँ डाँडा पाखाहरू हरियाली अनि सबै कुराहरू चाहिँ राम्रो तरिकाले हुनेछ प्लस सबैभन्दा बेस्ट भनेको हाम्रो चाहिँ एउटा 4 धाममा 1 धाम भन्छ त्यो चाहिँ हो होइन मलाई पनि थाहा छैन है बारक्षेत्र हो त्यो चाहिँ है हामी बारक्षेत्र जान्छौँ कि कोशी पुल चाहिँ यता हो कोशी पुल चाहिँ कुनै दिन देखाउँला अहिले होस् अहिलेलाई चाहिँ यो यता हो कोशी पुल चाहिँ जाने एउटा ए बारक्षेत्र यो चाहिँ हाम्रो साथीहरू नै हो है केटाहरू चाहिँ यहाँनिर सायद रेस्टुरेन्ट होला केटाहरूको है मलाई त्यस्तो लागिरहेछ बाटो त्यस्तो दामी छ यहाँनिर होइन हाम्रो चाहिँ यहाँनिर के भन्नु मोडेल अलमोस्ट लुक्स लाइक अ मोडेल अब बाटो त डेन्जर रहेछ त नि यार बाटो यस्तो छ अनि भित्ता अनि त्यो पुल बनाएको
बन्दै छ पुल बाटो त पुरै नगरौ न भाइ ए बाटो त यस्तो पो रहेछ त अनि लौ बर्बाद पो भयो म त खुट्टा टेक्दिन नि फेरि बिस्तारो बिस्तारो ठिकै छ केही छैन अनि भनिसक्छ खुट्टा नटेकौँ भनेको भाइ टेक्नु पर्यो यसले गिद्दी भयो यार भनेको भाइ टेक्नु पर्यो यसले गिद्दी भयो यार छ्या यो त खुट्टा टेक्नै पर्ने रहेछ नि त नि चिप्लिँदो रहेछ त पिलित पिलित त्यही सेट भएर। भइहाल्यो नि ला मेरो खुट्टा ओइ छ्या हिँड न अब के गर्नु त नटेकौँ भनेको त यार टेक्नु पर्यो क्या गिद्दी छ्या बिस्तारो त कचुवाको तालमा पो हिँडाउनु पर्छ त नि अनि यहाँ त नि कच्चोकै तालमा हिँडायो भने चिप्लिन्थ्यो क्या सेट भइहाल्यो नि यार हिँड अब केही छैन पहाल्नुको लागि खोलै खोला छ त बाटैभरि मलाई त उछिटाइसक्यो है यस्तो बाटो रहेछ अनि बार क्षेत्र अनि मन्दिर अनि यस्तो ठाउँमा अनि मन्दिरमा अनि जानु यो त त नि केही होइन कहाँ यो त सजिलो राम्रो छ पो हो त भाइ बाटो त थेट ए स्लोली स्लोली मेरो भाइ स्लोली त स्लोली कि भाँसिँदो रहेछ क्या त्यहाँ चाहिँ अँ यहाँ कतिको बगाउँछ यहाँ खुट्टा धुइदिउँ अँ ल खुट्टा पनि धुइसक्यो है धुनु चाहिँ तर बाटो चाहिँ त धेरै राम्रो हो अहिले दिइहाल्छ उफ, सम्म यस्तो पनि छ अनि दिइहाल्छ बाटोको हालत यहाँ अनि चाहिँ बिस्तारै अप्पर चिप्लिन्छ यहाँ चाहिँ रङ ट्र्याक रङ ट्रक होइन क्या उतापट्टिको सबिनको याद आउँछ मलाई त्यो इन्सिडेन्ट त्यो इन्सिडेन्टले गर्दाखेरि मलाई चाहिँ यो साइडमा चाहिँ अलिकति होइन किनभने बरु बिस्तारै जाने भाइ होइन तर एकदम सेफ जाने होइन त सेफ जाने एकदम केही हतार छैन हर ठाउँमा खतरा छ हाम्रो बाख्राजीहरू पनि खत्रो के खेलाडी हो फेरि यिनीहरू यिनीहरू त खतरा खेलाडी नै हो यिनीहरू त के अरे भिरमा भिरमा पुरै उसले यस्तै बाटोबाट लगेर त हामीलाई साइकल बनाएको थियो त्यहाँबाट नजाने हामी मलाई कसम ढाँटेको नि त्यो सबिनको इन्सिडेन्टदेखि मलाई मैले भन्न तिमीलाई हेर्नुहोस् गाइस त्यही खाल्टो छ हौ यस्तो हो क्या अहिले सोह्र श्राद्ध चलिरहेछ कि त्यति मान्छेहरू आउँदैन पूजा हुँदैन नि त काटमार हुँदैन पूजा मात्र हो त्यही भएर खाटाखुट्टा अलिअलि मात्र आउँछ मान्छेहरू तर हाम्रो चाहिँ यो चाहिँ स्पेसली के हो भनेदेखि हामी पिच पनि बनाउनु चाहिँ बनाएको हो है यो हालसालै बनाएको हो यो हालसाल बनाएको रहेछ यो चाहिँ कस्तो खालको ठाउँ छ भनेदेखि नि यहाँनिरको पिच चाहिँ बनाउँदा यो अलिकति अर्कै तरिकाले व्यवस्थित गरेर बनायो भने मात्र हो क्या नत्र यसरी यस्तो पहिरो जान्छ अनि यहाँ ढुङ्गा झर्छ गिटी भोलि फेरि बिग्रिहाल्छ यो पिच कामै छैन मासतिर सबै जस्ट टेम्पोररी मात्र हुन्छ क्या 2 वर्ष मतलब 2 वर्षमा डाङडुङै भइहाल्छ क्या यहाँनिर पिच जतिसुकै राम्रो बनायो भने कि त माथिबाट नै अब अलिकति मजाले उयो गरेर ल्याउनु पर्यो है कि गर्नु पर्यो यहाँ रहेछ त दामी झर्ना जस्तो यार यहाँनिर पनि नौदा हुने रहेछ भाइ हेर त्यही पानी झरिरहेछ त्यही यो त के अरे 12 महिना हो यहाँ त हो र हाम्रो यहाँ कामको लागि होइन तयारीमा छ सबै केही भइहाल्यो भने त्यही पनि दुःख सुख जाने बाटो चाहिँ टुट्दैन जहिले भए पनि यसो 1-2 दिन बन्द हुन्छ फेरि खोलिहाल्छ होइन त खोलिदिइहाल्छ किनभने अब मन्दिर क्षेत्र हो नि त मन्दिर क्षेत्र हो अब अलिकति त्यो अलिकति हाम्रो खत्रै मन्दिर हो क्या मैले भनिसकेँ त तपाईँहरूलाई 4 धाम मध्येको एक धाम हो त्यो पनि हो अनि अब बासिन्दाहरू पनि छ अब बासिन्दा एउटा बस्ती नै छ भनौँ न तलबाट त यस्तरी चिप्लिन्छ क्या अनि जति हिलो धुलो लागे पनि माथि छ क्या ठ्याक्क पुग्ने बेलामा तर यस्तोमा चाहिँ लास्टै आनन्द आउने क्या अर्कै आनन्द आउने क्या है हेर्दै क्या सिनहरू हेर्दै Peace दामी हुन्छ। छ नि अनि बस पिसफुल क्या बाटो चाहिँ खत्रोका खेलाडीको टाइपको रहेछ ठिक छ ल यो त पानी जमाएर नुहाउँदा नि हुने रहेछ ओइ है त्यहाँको भिडियो गरिराख है मेरोबाट त यता हेर्नु पर्यो बाटो पनि माथिको माथि हेर्नु मिलेन
खुट्टा पखाल्ने भयो यहाँनिर रोक्यो अरे पखाल यहाँनिर चाहिँ यसो किनभने खुट्टा सुट्टा पखाल्नुलाई अब फेरि उता त्यस्तै त होला नि बाटो छैन अब हो अँ फेरि यो चप्पल घुसार्नै गाह्रो पर्छ यो उयो खालको माटो रहेछ क्या त्यो घर लिप्ने टाइपको माटो अनि त्यस्तो माटो हेर न यस्तो माटोमा चिप्लिँदैन अनि मेरो त सब पछाडि लागिसक्यो तिम्रो त अनि के लाग्यो भनेर तिमी त लागेन नि छिटा छिटा छ नि क्या लागेन हौ भयो यार यो पानी त हेर न खानु पनि हुन्छ होला चिसो हुन्छ खाने पानी नै हो अहिले खाइदिउँ है आउँदाखेरि अहिले सिधा आउँदाखेरि खानुपर्छ प्रेम झुला अब यहाँनिर बसेर फोटो खिच्ने यहाँनिर यस्तो बनाइदिइसकेछ है फोहोर मैला मलाई अरे गुत्ता बराह भन्ने ठाउँ आइसक्यौँ मतलब अब हामी अलमोस्ट आइसकेको अवस्था छ बारक्षेत्र मन्दिर है ल अब चाहिँ फेरि यहाँदेखि राम्रो बाटोको सुरुवात भइसकेको छ ल न पानी आयो त हौ के हो यार यस्तै हुन्छ क्या ल यस्तै हो बर्खाको मौसम यस्तो हेर्नुहोस्, अब एकैछिनमा पानी एकैछिनमा यहाँको घाम। मौसमहरू कस्तो छ भनेर अघिसम्म न्यानो थियो तलतिर यहाँनिर आएर हेर्न न पिच बनाएछ त नि यहाँ त अनि है भर्खर बनाएको हो क्या यो गाइज हामी चाहिँ बाइकबाट एकचोटि होइन योभन्दा 1 वर्ष अगाडिको कुरा हो ठ्याक्कै एक ठ्याक्कै ल वर्ष यहीँबाट होइन यही मुनि झरेको यहीँबाट झरेको यार यस्तो क्यामेरामा चाहिँ पानी नछिरोस् अरूभन्दा पनि क्यामेरामा पानी लाग्यो भने फेरि कस्तो ब्लर आइरहेको हुन्छ कि छैन आएको छिरेको छैन ठिक छ बल्ल बल्ल एउटा स्कुटी देखेँ यार ल यो पुल ब्रह्मानन्द के हो थाहा छैन तर जे भयो नि यस्तो पुरानो पुल हो यो होइन यो त लास्टै पुरानो पुल हो यार गाइस पानी पर्यो यार आउँदा आउँदै यस्तो अब के भन्ने यार स्वागत गरेको हो कि बा स्वागत मन्दिर आयो अहिले भनेर। खोला पढ्यो भने अनि स्वागत हुन्छ ला हो त साँच्ची यार गिद्दी यार अनि यस्तोमा त अब मन्दिर कसरी देखाउनु अनि यार है अब मन्दिर त देखाउनु पर्छ नि कहाँ यार यत्रो आइसकेपछि हाम्रो भक्तजन भनेछु यार हाम्रो यहाँनिर भ्युवर्सहरू त अनि एकदम मन्दिर हेर्न पर्खिनु भएको होला पानी ल, त बडा खतरा आयो नि त चाहिँ रुखरुकै भयो त भाइ यो चाहिँ बाइक कहाँ राख्ने हो के नामको छ कहाँ बाइक कहाँ राख्ने? अगाडि हिँड न ए मन्दिरतिर हिँड न ए हो जान्छ त बाइक त उतै भित्रैसम्म जान्छ लिएर जाम है उतै हिँड न अनि कता हो बाटो सिधा सिधा यता देब्रे आइ पानीले त भिज्यो त अनि भिज्यौँ है अब के गर्नु त भिज्यो त अब के गर्नु त नि अनि सुमन आची म्यासेल ओइ उतै यो तिरबलबाट पानी चुहेर लाग्यो यार यहाँ छत्नला ठ्याक्कै आम्बो कस्तो ठ्याक्कै भिजा यार के गरेको यहाँ देखिन त्यहाँ चुको पानी ए के छ ठिकै छ हामी यो कहाँसम्म जान्छौँ बाइक जान्छ हौ उहीँसम्म उहाँसम्म जान्छ ए मन्दिर होइन, यसो यहीँ हेरिदिउँ जाने भनेर नि है ल मिस लजाउनु भयो जस्तो मिस होइन हौ नर्स हौ कता यता यहीँनिर यहाँ राखिदिउँ बाइक यहाँ राखिदो कता यो वालको छेउमा राख न यही हो क्या स्वास्थ्य चौकी यहाँको बरा क्षेत्रको भर्खर बनेको यहाँ राखिदिउँ है स्वास्थ्य चौकीको नर्स हो ल अहिलेको ठिक छ हाम्रो हामी चाहिँ बडा क्षेत्र मन्दिर आइसकेको अवस्था छ र हामी बडा क्षेत्रलाई एकचोटि भ्रमण गर्नेछौँ है ल ल हामी चाहिँ है बडा क्षेत्र मन्दिर आइसकेको छौँ र यहाँनिर चाहिँ यस्तो छ हाम्रोको यो बडा क्षेत्र मन्दिरको दृश्य हाम्रो मेरो साथी आइ भनिदेऊ नि त हेलो हेलो ल हेलो हेलो मात्र के माइक टेस्ट गरेको उसले चाहिँ माइक टेस्ट गर्दैछ है हेलो हेलो भनेर र मन्दिरमा यहाँनिर यो के हो यो पहिला पहिलाको केहरू होला ल टक्कसँगले यहाँबाट जुत्ता चप्पल राख्ने ठाउँ अरे के खोलेर जानुपर्ने पर्दैन ए लोकल हो लोकल यस्तो छ है ओ यहाँनिर त के हो कार्पेट छ त नि रेड कार्पेट टाइपको रहेछ त यो त क्याटवक हान्ने टाइपले बनाइदिएको रहेछ त यो हाम्रो लागि स्पेसल हो ल हाम्रो लागि यहाँ स्पेसल यहाँनिर हिँड्ने ठाउँ बनाइदिएको रहेछ है मतलब भन्न खोजेको चाहिँ यो चाहिँ दामी बनाएछ व्यवस्थित गरेछ भन्नु सबैको खोजेको लागि। मैले, होइन
अहिले यो उयोहरू पनि लगाइदिएको छ परेवाको चारो दिने ठाउँ हेरेर नि पानीले गर्दा सबै माथि छ परेवा त यो चाहिँ के हो हल फोटो खिच्ने ठाउँ अरे यहाँनिर चाहिँ हाम्रो मन्दिर मेन मन्दिर होला है यही हो यही मेन मन्दिर यही हो अनि ल अब यहाँबाट चाहिँ हाम्रो स्टेयर छ एकदम तलसम्म छ स्टेयर चाहिँ अनि यहाँबाट हाम्रो सप्तकोशी नदीको भ्यू देख्न सकिन्छ है तल गएर कोसी नै छुदा पनि भइहाल्यो यहाँबाट अब तल हामी कोशी नै जान्छौँ र मजाले यहाँबाट देखाउनेछौँ कोशीलाई र ल ठिक छ जाऊँ न त जाऊँ है यहाँनिर चाहिँ एकदम हामी चाहिँ स्पेसली आज चाहिँ पूजा चाहिँ गर्न आएको होइन जस्ट एउटा मन्दिर भिजिट मात्र हो किनभने मन्दिर क्षेत्रमा घुम्नु पनि एउटा पूजै गरे जस्तो एउटा हुन्छ है त्यही सर हो यो चाहिँ हाम्रो कहानी छ नि बराह भगवान स्पेसल त्यही भएर यसलाई बराह क्षेत्र मन्दिर भनिन्छ क्या बराह अनि माइक झुन्डाएर के तिमी चाहिँ अनि बोल न अनि तिमी बुझाउँदैछौ अनि बुझाउन तिमी पनि हिस्टोरिकल थाहा छ भने भन मलाई त थाहा छैन सबले अब यसो राम्रो हुन्छ अरू बेला कतैबाट हेरिराख्नु भएको छ टाढोबाट मेरो भाइहरू उहाँ काठमाडौँमा जिम गर्दाखेरिको साथीहरू थियो भाइहरू छ उनीहरू पनि हेरिराख्छ उनीहरूलाई पनि थाहा हुन्छ यो सुनसरीमा बराह क्षेत्र भन्ने एउटा मन्दिर छ होइन कस्तो दामी छ यस्तो छ सिन यहाँनिर आउनु भनेको चाहिँ एउटा केदारनाथतिर हिँड्ने जस्तो नै हो धेरै टाढोको लागि त होइन धेरै टाढोको लागि त हो नि त अलिकति पोसिबल छैन नि त तिनीहरू अलिकति यहाँनिर इन्डियाबाट चाहिँ अलिक आउँछ है इन्डिया बिहार साइडबाट ज्यादा आउँछ साइडबाट चाहिँ लास्टै मान्छे आउँछ यो मेला सेला अब यो कार्तिकमा मेला लाग्छ नि कुन उयसमा पूर्णिमामा त्यहाँदेखि 5 दिन लाग्छ 5 दिन आउँछ क्या हो र कार्तिके मेलामा त्यतिखेर इन्डियनहरू कति आउँछ हाम्रो बाबाजीहरू एकदम दामी छ कोसी हेर न बढेर कत्रो हातै ठोक्यो नि हो भनेर दुख्ने गरी हातै ठोक्यो आमा कोसी फेरि बढेछ नि यो कोसीले चाहिँ योभन्दा 1 वर्ष अगाडि चाहिँ एकदम ठुलोभन्दा ठुलो क्षति गरेको थियो सबैलाई थाहा छ त्यो कुरा त माथिदेखि तलसम्मै क्षति गरेको हो त्यो चाहिँ बराह स्थल रहेछ त्यहाँनिर चाहिँ ठुलो श्राद्ध गर्ने ठाउँ हो क्या श्राद्ध स्थल रहेछ त्यो कपाल गर्ने त्यहाँदेखि देखाउनु यहाँ चाहिँ यो टहराहरू चाहिँ यो मालासाला के पूजाको सामग्रीहरू बेच्नको लागि बनाइएको हो हिउँदोमा त यो कोसी त घटेर उहाँ तल पुग्छ नि कहाँबाट छिर्ने ठाउँ तेरी भाइ हिँड न हामीलाई ठाउँ चाहिन्छ यस्तो काम त नगरौँ हौ सिद्धि हुन्छ जानु र यसरी नै ल यसरी नै जानु हो ठिकै छ केही छैन यसरी नै चल्दिउँ है चल्छ कहिलेकाहीँ आफ्नै ठाउँ हो अनि लोकल यहाँको नेचुरल सुन्दरता चाहिँ है कसम ढाटेको होइन बाफ रे बाफ के भन्ने यार कोसी हेर न कोसी हेरेर चाहिँ मुटै ढुकढुक हुन्छ क्या ड्याममा आइदियो भने भन्ने टाइपको छ अनि हेर न त्यहाँबाट पुरै आयो भने त ओर्लिएर नआएको पनि होइन नि त अघिल्लो साल आएको त यो टिन त पुरै डुबेको थियो यो पुरै डुबेको क्या गाइस यो पुरै है यो पानीले डुब्नु भनेको कस्तो होला त्यतिखेर यहाँनिर चाहिँ हाम्रो बोटहरू पनि चल्छ होइन त्यो जेट बोटहरू पनि चल्छ त्यो जेट बोटहरूलाई चाहिँ अब भनौँ न पुरै ह्यान्डल मात्रै निक्लेको थियो धेरै नोक्सान गयो मतलब धेरै घाटामा यो पालि त्यो पालि चाहिँ मान्छेहरू धेरै घाटामा थियो क्या दुईटा नदीको सङ्गम यता चाहिँ कोका नदी भन्छ है यहाँबाट आइरहेको पानी चाहिँ यहाँ चाहिँ पानी पर्यो भने अलिकति बढी आउने हो नत्र आउँदैन तर यो चाहिँ सप्तकोशी हो यो त डेन्जरै आउँछ यसको त कुरै नगरौँ अनि यहाँबाट आएको पानी चाहिँ अलिक धमिलो छ किनभने उता माथिबाट आएको हो अनि उताबाट आएको पानी चाहिँ अलिकति डार्कमा छ क्या यो टाइपमा ल तिमीले बुझाउनु जानेनौ भाइ के चाहिँ भन्नु पर्यो भन नि त यो त माथिबाट अहिले हालसाल पानी परेर चाहिँ यस्तो भएको हो त्यही हो भन्नु खोजेको अब तिमीलाई यो कोका नदी भनेको चाहिँ प्राय सङ्लै आउँछ पानी नपर्दा त सङ्ल पानी पर्दा चाहिँ अलिक परेको छ टाइममा चाहिँ अलिक उयो आउने हो के यहाँ तलबाट देखिने बारक्षेत्रको दृश्य एउटा सानो क्षेत्रमा छ है एउटा सानो क्षेत्रमा छ तर चिटिक्क छ राम्रो छ एकदम मेन भनेको यहाँनिरको पहाडी यहाँनिरको सप्तकोशी नदी हरेक कुराहरूलाई चाहिँ यहाँनिर चाहिँ एकदम यहाँको सुन्दरतालाई झल्काउँछ होइन यहाँ आएर बस्नु भने चाहिँ एकदम राम्रो कुरा हो ल जाउँ न त यहाँ माथिबाट एकचोटि भ्यू देखाऊँ
माथिबाट भ्यू देखाइदिउँ। यो कता छ ठाउँ अब अरू? यति हो झुर्लुङ्गे पुल छ यता झोलुङ्गे पुल पनि छ, झोलुङ्गे पुल जानु र? नजाउँ नजाम। अर्को झोलुङ्गे पालि पुल त अरूले नि चढेकै हो है, के देखाउनु, तर त्यहाँबाट हेर्दा अर्कै दृश्य देखिन्छ। तर होस्, यो चाहिँ बराह श्राद्ध स्थल। यहाँ भनेको चाहिँ तपाईँहरूलाई अघि मैले भने नि के अरे त्यो श्राद्ध गर्नु आउनेहरूलाई है, पानीहरूले यहाँ बस्ने, यहाँनिर व्यवस्थित पानीहरू घाम पानीले नभिजोस् भन्ने हिसाबले बनाइएको हो र सबै व्यवस्थित छ भनौँ न। हरेक ठाउँमा बनाइदिएको छ राम्ररी। यहाँनिर हाम्रो शौचालयहरू पनि धेरै मात्रामै छ भनौँ, मतलब बनाइदिएको छ, त्यस्तो केही छैन, एकदम राम्रो छ। हरेक कुराहरू व्यवस्थित छ भनौँ बराह क्षेत्र मन्दिर। हामी लोकल नै हो है, तपाईँ पनि यहाँनिर लोकल नै हो? लोकल नै हो। कस्तो छ त्यही? त्यति लोकल होइन, म भर्खर आएको। तपाईँ भर्खरै आउनुभएको? कहाँबाट आउनुभएको तपाईँ चाहिँ? म उता 5 सालदेखि 5 तारिकदेखि आउनुभएको। कस्तो लाग्छ तपाईँलाई बराह क्षेत्र? शान्ति छ एकदम? शान्ति नि छ, राम्रै छ। राम्रै छ है, एकदम राम्रो छ ठाउँ है। ल हाम्रो बाजे पनि एकदम राम्रो हुनुहुँदो रहेछ। अब यहाँनिर चाहिँ के भनेदेखिलाई भने सुख शान्ति मिल्छ नि त, धेरै होइन, आनन्द मिल्छ। ठिक छ, तपाईँ के यहीँनिर मन्दिर पुजारी त? पुजारी त होइन नि है, डुल्दै आउनुभएको। ए ल ठिक छ बाजे, ल खुसी लाग्यो हाम्रो बाजेलाई देखेर है, एकदम। ए यो चाहिँ हाम्रो बाजे चाहिँ पाहुना आउनु भएको रहेछ है, पाहुना रहेछ र उहाँ चाहिँ यहाँनिर त्यही 1 हप्ताको लागि आउनुभएको रहेछ होइन। 1 हप्तामा चाहिँ मजाले यहाँको राम्रो के भन्छ त्यसलाई अवलोकन गरेर जानु हुने रहेछ। हो यही स्टेयरको कुरा गरेको मैले चाहिँ। अब यहाँदेखि चढ्न पर्छ, माथिसम्म चढ्नु पर्छ है, एकदम। यो त माथिसम्मै छ यो स्टेयर एकदम। त्यहाँ यो मन्दिर के बेच्न त आएन नि यो मूर्तिहरू त। कस्तो मन्दिरमा बेच्नु लाग्छ हौ भन्ने कुरा गर न हौ यार। ओ दाइको यहाँनिर अब हामी चाहिँ है गर्छौँ। यहाँ चाहिँ दाइ हुनुहुँदो रहेछ, एकदम काइन्ड दाइ है। यहीँ बस्छ भन्नु हुँदैछ क्या अब, तर अब कहाँ बस्ने होइन। हामी त जस्ट एउटा त्यत्तिकै हिँडेको थियौँ यहाँनिर यसो देखाउनलाई मात्र। तर यहाँ चाहिँ दाइले यहीँ बस्दा नि भयो भन्ने खालको कुरा गर्नुभयो। तर हामी टेन्सन छैन बस्नलाई यहाँ हामीलाई चाहिँ है। हामीलाई मात्र होइन, तपाईँहरूलाई पनि टेन्सन छैन, आउँदा हुन्छ। वेलकम फर एभ्री वान। ल यहाँ पनि शौचालय छ यता, ए सार्वजनिक शौचालय। यहाँ कस्तो नाटेको होइन, बराह क्षेत्रलाई चाहिँ एकदम राम्रो गरेको छ। कताबाट एउटा सिन देखिन्छ नि दामी। स्टेयर पनि यति लङ छ कि यति हाइटमा छ। खोइ गाइडर भनेको त गाइडर त बोल्दैन रहेछ। यो हाम्रो बराह है। अब यहाँबाट चाहिँ हाम्रो दृश्य देखिन्छ, हाम्रो सप्तकोशीको स्पेसल दृश्य ल हेर्न सक्नुहुन्छ यहाँबाट। यो चाहिँ यसको लागि बनाइदिएको, यहाँनिर बस्ने, यहाँ बसेर यहाँबाट चाहिँ अवलोकन गर्ने हो। यहाँ पहाडको, नदीको, झरना चाहिँ उतापट्टि साइडमा छ है। दामी छ नि ठाउँ त। त्यहाँ दाउराहरू पनि आइरहेको रहेछ त्यो माथिको जङ्गलको। यस्तो दाउराहरू छ है यहाँनिर। ओके गाइज है, यो भिडियो चाहिँ यहीँसम्म थियो। अब किनभने अब मन्दिरको क्षेत्र त्यति नै थियो र हामी घुमि पनि सकेको छौँ र अब चाहिँ हामी रिटर्न ब्याक टु होम है। अनि अब तपाईँहरूलाई कस्तो लाग्यो? मन्दिर क्षेत्र हो है, एकदम नेचुरल प्लेस थियो। अनि अब तपाईँहरू म चाहिँ के रिकमेन्ड गर्छु भने यदि समय मिल्यो र यदि जाने इच्छा छ भने आउँदा हुन्छ। बराह क्षेत्र भनेको पनि एकदम धार्मिक प्लेस नै हो, एकदम राम्रो छ ठाउँ, आउनु होला है। तपाईँहरूलाई एकदम वेलकम छ, ग्रान्ड वेलकम छ। र यो भिडियो चाहिँ यहीँसम्म थियो। यहाँहरूले अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। ओके गाइज, थ्याङ्क यू सो मच।